यहाँबाट चाहिँ माउन्ट ब्युटी 68 किलोमिटर। पहाड हेर्नु न, पारी कस्तो राम्रो देखियो त, कस्तो राम्रो छ कि के भन्नु। जङ्गलै जङ्गल होइन, उहाँ पर गाईहरू गोरुहरू चर्याछन्। अस्ट्रेलियामा एडभेन्चर चाहिँ छ के, सिटीहरू सहरहरू अलिक कम छ, तर ल्यान्ड यस्तो खाली एरिया धेरै छ कि अस्ट्रेलियामा। अस्ट्रेलियाको कति प्रतिशत हेर्नुपर्छ, कम्तीमा पनि 50% त टोटल यस्तै ल्यान्डहरू छ, खाली, पुरा खाली छ सबै। साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक सब्सक्राइब कमेन्ट्स गर्न नबिर्सिनुहोस् है। यस्तो गरी भिडियो बनाउँछु यार, तपाईँहरूले पनि यसो सपोर्ट गरिदिनु पऱ्यो मलाई होइन। अब सपोर्ट नगर्दाखेरि त यार कस्तो हुन्छ। सब्सक्राइब कमेन्ट्स होइन, भिडियोहरू कस्तो लाग्छ लेख्नुहोस्, केही सुझाव सल्लाह छ भने फलो गर्छु होइन। तर मैले सोचेको थिएन कि यस्तो लाइसेन्स निकालेर यसरी भिडियो बनाउँछु, मोटो भ्लगिङ गर्छु भनेर मैले लाइफमा पनि सोचेको थिएन कि। तर एक्कासी मनमा कहाँबाट आयो, त्यस पछाडि स्टार्ट गरौँ भनेर गरिदिएको। लाइफमा चाहिँ अब कहिलेको मनको पनि सुन्नुपर्छ कि कति काम गर्नु, कति जिन्दगी गइसक्यो काम गरी होइन। आफू जब बुढो भइन्छ तब बसेर आफ्नो भिडियो हेर्ने, म यस्तो ठाउँमा थिएँ, म यस्तो ठाउँमा गएको थिएँ होइन। अब सोसल मिडियामा त अब भिडियोहरू रहन्छ फर एभर होइन। हेर्नु न पारी क्या भ्यू छ क्या, चटक्क घाम लागेको छ, दामी छ। वाट अ ब्युटी साथीहरू, वाट अ ब्युटी। यसलाई भन्छ कि ब्युटी अस्ट्रेलियाको। अब यस्तो हेर्नको लागि त टाढा आउनु पर्यो। अब घरको नजिक छैन, 100 किलोमिटर 120 किलोमिटर जति टाढा आएपछि बल्ल यस्तो ठाउँ आउँछन्। वाट अ ब्युटी साथीहरू, वाट अ ब्युटी। अब यहाँबाट कता जाने हो, फेरि म्याप नलगाइकन गाह्रो छ। साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक सब्सक्राइब कमेन्ट्स गर्न नबिर्सिनुहोस् है। गाह्रो हुन्छ साथीहरू, यस्तो राम्रो ब्युटी देखाउन लागेको छु तपाईँहरूलाई, अनि तपाईँहरूले पनि यसो मलाई साथ सपोर्ट त गर्नु पर्यो। अस्ट्रेलियाको ब्युटी, यस्तो एडभेन्चर कहाँ देख्न पाउनुहुन्छ तपाईँले? मेरो च्यानलमा फ्लाइ अस्ट्रेलियाको च्यानलमा गएर अस्ट्रेलियाको भ्यू हेर्नुहोस्। यस्तो सानो स्कुटरमा 110cc को स्कुटरमा आएर यसरी राइडिङ गरेर होइन, यसरी भ्यू देखाउँछु तपाईँहरूलाई। अनि तपाईँहरूले पनि आफ्नो साथ सपोर्ट देखाउनुहुन्न क्या मलाई। म के गर्ने साथीहरू, म के गर्ने? तपाईँहरूले पनि माया साथ सपोर्ट दिनुहुन्न। अब म कहाँ जाने? नयाँ च्यानल बनाएर यसो ग्रो गरौँ भनेको पनि तपाईँहरूले साथ सपोर्ट दिनु भएन। म चाहिँ अब तपाईँहरूलाई चाहिँ यस्तो आफ्नो घरमा बसी होइन, तपाईँहरूलाई यस्तो मनोरञ्जन, अस्ट्रेलियाको यस्तो एडभेन्चर, यस्तो बाटो घरहरू देखाउँछु, अनि तपाईँहरूले साथ सपोर्टै गर्नुहुन्न। म के गर्ने? माउन्ट ब्युटी यहाँबाट ट्याक्कै 43 किलोमिटर। यो हो के रोड भनेको त। ओ माई लर्ड, वाट अ ब्युटी साथीहरू, वाट अ ब्युटी। हरियाली चारैतर्फ हरियाली, अनि यहाँ साइडमा एउटा घर छ हेर्नु न, टिनले छाएको सानो घर छ। ओ माई गड, यस्तो ठाउँ त यहाँ यहीँ आएर बसौँ, कोही नजाम भन्ने हुन्छ क्या। त्यो सहरको शोर सराबाबाट यस्तो शान्ति ठाउँमा आएर बस्ने क्या। च्याउ 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 च्याउबाट टाढा के, एकदम शान्ति, पिसफुल माइन्ड। केही धुलो माटो केही छैन, एकदमै शान्ति, न केही शोर सराबा, न केही, न गाडी, न, एकदम पिसफुल।
जङ्गलहरू कस्तो छ माथि माथि। पारी त स्विजरल्यान्ड जस्तो देखिन्छ हो, स्विजरल्यान्ड भन्दा कम छैन हो। कहाँ आएँ भन्नुहुन्छ तपाईँ? स्विजरल्यान्डमा आएँ भन्नुहुन्छ कि अस्ट्रेलियामा हुनुहुन्छ? ल हेर्नु, वाट अ ब्युटी। Oh my god! कति ठुलो खाल्टो हो, रातिमा आउने नि त मरिन्छ त्यता पर्ने नि त। यो माउन्ट ब्युटी यतै रहेछ। ल ल ल, सही बाटो आएको रहेछु म। ओके, यहाँ चाहिँ अब यसो म्याप लगाएर हेरेर फेरि अगाडि बढ्नुपर्छ। दुईवटा बाटो भेट्यो क्या, कन्फ्युज बनाउँछ। ओ माउन्ट ब्युटी चाहिँ यता, उटुङ्गा यता, हेर्नु न पारी। ओ लड, ओ लड, यस्तो भ्यू छ पारी पारी, के गर्ने के हेर्नु न। माथि पुरै घाम लाग्छ, निलो बादल अनि हरियाली। ड्रोन भए ड्रोन उडाउनु हुन्थ्यो, ड्रोनै छैन, अब के गर्ने। साथीहरू भिडियो चाहिँ अन्तिमसम्म हेर्नला है, नत्र भने फेरि मजा आउँदैन नि। यस्तो राम्रो ठाउँ लिएर आएको छु कि तपाईँहरूले दङ्ग पर्नुहुन्छ कि यस्तो ठाउँ छ। भिडियो चाहिँ अन्तिमसम्म हेर्नुपर्छ है, नत्र भने फेरि मजा आउँदैन। ल हेर्नुहोस्, यो स्विजरल्यान्ड हो कि अस्ट्रेलिया हो कि तपाईँ आफै डिसाइड गर्नु है, आफै डिसाइड गर्नुहोस् यो चाहिँ कहाँ पर्छ है। वरिपरि पहाड अनि बिचमा म छु, बिचमा रोड अनि रोडमा म छु है। ल हेर्नुहोस् वरिपरि, यो भिडियो चाहिँ नछुटाइकन हेर्नुहोस् है, नत्र भने फेरि मजा आउँदैन। मुभीमा हेर्नुहुन्छ नि, मुभीमा पिक्चरमा मुभीहरूमा हेर्नुहुन्छ नि बाटोहरू कस्तो स्विजरल्यान्डतिर के, स्विजरल्यान्डको सिनहरू हो त्यस्तै छ कि सेम टु सेम। डिएसएलआर क्यामेरा लिएर सुटिङ गर्ने त सेम टु सेम हो, उस्तै आउँछ। साना साना घर पहाडको एकदम बिचमा के, यस्तो दामी देखिन्छ। साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक सब्सक्राइब कमेन्ट्स गर्न नबिर्सिनुहोस् है, नत्र भने फेरि गाह्रो हुन्छ साथीहरू, गाह्रो हुन्छ। यो नयाँ टायर हालेपछि यो चाहिँ मेरो फर्स्ट राइड हो, राम्रो फिलिङ भएछ। पहिलाको टायर अलि पुरानो भइसक्यो त, त्यही भएर टायर सबै चेन्ज गराएर राइडमा निस्केको। अनि एकदमै ग्रिप छ के बाटोमा, नत्र पहिलाको टायरहरू यस्तो घुम्तीमा पनि एकदम डर लाग्ने के, कोही चिप्लिन्छ कि भन्ने पानी परेको बेलामा यताउति होइन। कता 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 किधर जाएगा भाइ? माउन्ट ब्युटी इधर। एकैछिन यहाँ रोक्नु पर्यो। डाँडोमा कस्तो आइस पुरा सेतै छ कि हेर्नु न उहाँ पारी। तपाईँले क्यामेरामा कुनै देख्न सक्नु चाहिँ सक्नुहुन्न, तर यहाँबाट चाहिँ एकदमै छर्लङ्गै देखेको छ क्या, यस्तो राम्रो छ। त्यो आइस त होला नि, अब माउन्ट भ्यू के भन्छौँ, यस्तो दामी देखेको छ ल हेर्नु पारी, एकदमै राम्रो देखेको पुरा हिउँ जमेको। पोखरातिर हुन्छ नि नेपालमा त्यस्तै हुन्छ नि, त्यस्तै सेम टु सेम छ ल हेर्नु। भाइ साहब वाट अ ब्युटी, दामी छ। साथीहरू च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक सब्सक्राइब कमेन्ट्स गर्न नबिर्सिनुहोस् अनि भिडियो अन्तिमसम्म हेर्नुहोस्। भिडियो एकदमै रमाइलो छ, भिडियो भन्दा पनि ठाउँ एकदमै रमाइलो छ क्या जाने ठाउँ। अनि तपाईँहरूले चाहिँ छुटाउनु भयो भने तपाईँहरूलाई भिडियोको मजै आउँदैन क्या। फेरि भिडियो लास्टसम्म हेर्नु होला है। यस्तो ठाउँ हेर्नको लागि त फेरि के भन्ने, अब अलिकति लामो भिडियो हुनसक्छ तर ठाउँ चाहिँ एकदमै राम्रो छ कि।
भिडियो अन्तिमसम्म हेर्नुहोस् है। साथीहरू अब धेरै टाढा छैन, माउन्ट ब्युटी आइसक्न लाग्यो। 3-4 किलोमिटरको डिस्टेन्समा छ अब यहाँबाट। माउन्ट ब्युटीको मतलब चारैतिर पहाड अनि बिचमा चाहिँ मान्छेहरू बस्ने ब्राइट उता रहेछ। सरी, माउन्ट ब्युटी। ए कति ठुलो खाल्टो हो। बाटोमा धेरै खाल्टाहरू रहेछन् क्या यो बाटोमा। रातिमा गाडी चलाउँदाखेरि त एकदमै प्रब्लम हुन्छ होला। वहाँ पारी पुरा हिउँको बादल छ क्या, डाँडो सेतो आइस जमेको। हेर्नु न कस्तो राम्रो देखिएछ, पुरै हिउँ जमेको। साथीहरू फाइनली माउन्ट ब्युटी इज हियर। 130 किलोमिटरको राइडपछि माउन्ट ब्युटी इज हियर। चारैतिर पहाड अनि बिचमा यो सानो सहर बसेको छ। यो चाहिँ भिक्टोरियामा पर्छ है, अस्ट्रेलियामा। एकैछिन उता गएर आएर अहिले पेट्रोल भराउनु पर्छ। तर राम्रो ठाउँ रहेछ क्या, टुरिस्ट प्लेस जस्तो हुन्छ नि त्यस्तै रहेछ। वहाँ माथि माथि पहाडहरू हेर्नु, जङ्गल त्यस्तो छ अनि बिचमा चाहिँ यो सहर बसेको रहेछ, माउन्ट ब्युटी। वेलकम टु माउन्ट ब्युटी। उतापट्टि ताल रहेछ, तालतिर गएर आउन पर्यो। यस, साथीहरू माउन्ट ब्युटी ल हेर्नुहोस्, यस्तो दामी ठाउँ छ। हेर्दै कहाँ आएँ जस्तो छ कि अस्ट्रेलिया हो कि स्विजरल्यान्ड हो कि के हो बुझ्नै गाह्रो छ। यस्तो दामी ठाउँ छ हेर्नुहोस्। झन् टाइममा आएछु, त्यही भएर अलि छिटो आइयो। त्यही भएर उज्यालोमा एकदम राम्रो देखिन्छ। अस्ति त्यहाँ माउन्ट ब्युटीतिर अर्कोतिर गएको, रात परेर ब्राइटतिर गएको, उता रात परेर केही देखाउन पनि पाइनँ क्या। त्यस पछाडि यहाँ आज चाहिँ यस्तो छ हेर्नु। साथीहरू फाइनली म चाहिँ अस्ट्रेलियाको सुन्दर ठाउँ माउन्ट ब्युटीमा आइसकेको छु। यो सानो तर धेरै शान्त र सफा सहर हो। चारैतिर अग्ला पहाड, हरिया रुख र सफा नदी र खुल्ला प्रकृति बीच दृश्य देख्न पाइन्छ। यहाँको हावा एकदमै ताजा र स्वच्छ छ, त्यसैले यहाँ आउँदा मन निकै नै शान्त हुन्छ। जाडोमा यहाँ हिउँ खेल्ने र जाने धेरै मानिस आउँछन्, किनकि यो ठाउँ फल्स क्रिक जाने मुख्य बाटो पनि हो। गर्मीमा भने बाइक राइड, हाइकिङ र क्याम्पिङ, प्रकृति घुम्नका लागि धेरै राम्रो ठाउँ हो। म अहिले मेरो सानो होन्डा स्कुटीमा यहाँसम्म आइपुगेको छु। यस्तो सुन्दर ठाउँमा यात्रा गर्नु साँच्चै रमाइलो अनुभव हुँदो रहेछ। यही तपाईँलाई प्रकृति मनपर्छ भने माउन्ट ब्युटी एकपटक अवश्य घुम्न आउनुहोस्। माउन्ट ब्युटी सानो सहर भए पनि धेरै मानिसहरूको मन जित्ने ठाउँ हो। यहाँको वातावरण धेरै शान्त छ, सडकहरू सफा छन्, ट्राफिक धेरै हुँदैन अनि यहाँका मानिसहरू पनि धेरै मिलनसार हुन्छन्। सहरभन्दा टाढा भए पनि यहाँ सबै आवश्यक सुविधाहरू पाइन्छ। यहाँको सबैभन्दा राम्रो कुरा भनेको प्रकृति हो। बिहान चराको आवाज, चिसो हावा र हरियाली र पहाडको दृश्यले दिन राम्रो बनाइदिन्छ। यदि तपाईँ शान्ति वातावरणमा केही समय बिताउन चाहनुहुन्छ भने माउन्ट ब्युटी एकदमै राम्रो गन्तव्य हुन सक्छ। यो पानी कति सफा छ, तलका ढुङ्गाहरू पनि सजिलैसँग देख्न सकिन्छ।
चिसो हावा, नदीको आवाज र प्रकृतिको शान्त वातावरणले यहाँ आउँदा मन निकै नै शान्त हुन्छ। माउन्ट ब्युटी केवल एउटा सहर मात्रै होइन, यो प्रकृतिसँग जोडिने एउटा अनुभव हो। यहाँ आएपछि केही समयका लागि सहरको भिडभाडबाट टाढा, कामको तनाव र सबै बिर्सिएर केवल प्रकृतिको आनन्द लिन मन लाग्छ। यात्रा भनेको केवल गन्तव्यसम्म पुग्नु होइन, बाटोमा भेटिने यस्ता सुन्दर पलहरू पनि महसुस गर्नु पनि हो। हेलो साथीहरू, अब भिडियोलाई एन्ड गर्ने समय आइसक्यो। भिडियो पनि एकदमै लामो भयो, ब्याट्री पनि सकिन लाग्यो। अब चाहिँ भिडियो बन्द गर्नुपर्छ। अब घर पनि फर्किने बेलुकी हुन लाग्यो। अनि साथीहरू, भिडियो कस्तो लाग्यो प्लिज भिडियोमा गएर लाइक सब्सक्राइब कमेन्ट्स गरिदिनुहोस्। केही सुझाव केही सल्लाह छ भने प्लिज कमेन्ट्समा लेखिदिनु होला। अरू चाहिँ यस्तै हो साथीहरू, अर्को भिडियोमा पक्कै भेट हुन्छ। फेरि अर्को ठाउँ, अर्को डेस्टिनेसन। अनि यो ठाउँको नाम चाहिँ माउन्ट ब्युटी। तपाईँलाई हेर्दै थाहा हुन्छ। हेर्नुहोस् होइन, यस्तो राम्रो ठाउँ छ। पारी मान्छेहरू बसिया छन्, बिचमा नदी चलिरहेको छ। हस् त साथीहरू, फेरि अर्को भिडियोमा अर्को ठाउँ, अर्को डेस्टिनेसनमा पक्कै नै भेटौँला। तबसम्मको लागि हस् त, जय नेपाल एन्ड शुभरात्रि।